नमस्कार। आजको यो एक्सप्लेनरमा हामी सञ्चार, प्रविधि र सिकाइको तीव्र विकासले हाम्रो संसारलाई कसरी पुरै बदलिदिएको छ भन्ने कुराको चिरफार गर्दैछौँ। प्रविधिले हाम्रो दैनिक जीवनलाई मात्र होइन नि, हामीले सिक्ने र सिकाउने तरिकालाई नै पुरै उल्टाइदिएको छ। ल त यस विषयमा गहिरिएर हेरौँ। आज हामी यी 5वटा मुख्य विषयवस्तुहरू समेट्नेछौँ। यसलाई बुझ्न हामी एउटा फनेल अर्थात् सोलीको आकारको दृष्टिकोण अपनाउँदैछौँ। भन्नुको मतलब सबैभन्दा माथि डिजिटल साक्षरताको विश्वव्यापी सिद्धान्तबाट सुरु गरेर बिस्तारै तल झर्दै व्यक्तिगत स्तरको डिजिटल क्रिएटर टुलकिट्ससम्म पुग्नेछौँ। पहिलो खण्डबाट सुरु गरौँ है त, डिजिटल साक्षरताको परिभाषा। सन् 1997मै पल ग्लिस्टरले डिजिटल लिट्रेसी शब्दको जग बसालेका थिए र यो भनेको कम्प्युटर कसरी खोल्ने भनेर जान्नु मात्र पटक्कै होइन। यो त डिजिटल उपकरण र प्लेटफर्महरू प्रयोग गरेर सही जानकारी खोज्ने, त्यसको मूल्याङ्कन गर्ने र प्रभावकारी सञ्चार गर्ने क्षमता हो। खासमा भन्ने हो भने हामीले इन्टरनेटमा भेट्ने जानकारीको सामाजिक र राजनीतिक असरलाई एकदमै आलोचनात्मक रूपमा बुझ्न सक्ने खुबी यसमा पर्छ। अहिलेको समयमा डिजिटल साक्षरतालाई मुख्य गरी 4वटा उपसिपहरूमा बाँड्न सकिन्छ। दृश्य र तस्विरहरूबाटै कुरा बुझ्ने फोटो भिजुअल साक्षरता, इन्टरनेटको यो अथाह सागरमा नहराइकन अगाडि बढ्न सिकाउने ब्रान्चिङ साक्षरता र एकैपटक आउने धेरै जानकारीलाई छिटो प्रोसेस गर्ने रियल टाइम थिङ्किङ। तर यहाँनिर सबैभन्दा जोड दिनुपर्ने कुरा के छ भने नि, सामाजिक भावनात्मक साक्षरता अत्यन्तै महत्त्वपूर्ण छ। अनलाइन कम्युनिटीहरूमा सुरक्षित रूपमा अन्तर्क्रिया गर्न र कसैको फन्दामा नपर्न यो सिप आजको युगमा नभई नहुने कुरा हो। अब लागौँ दोस्रो खण्डतिर, द डिजिटल डिभाइड अर्थात् डिजिटल विभाजन। मार्क प्रेन्स्कीले समाजलाई गजबले 2 भागमा बाँडेका छन्। डिजिटल नेटिभ्स अर्थात् जो डिजिटल युगमै जन्मिए र हुर्किए, र डिजिटल इमिग्रेन्ट्स जसले अलि ढिलो मात्र प्रविधि अपनाए। अब यहाँनिर सबैभन्दा रोचक कुरा के छ भने यो पुस्तागत फरकले मानिसहरूले जानकारी ग्रहण गर्ने तरिकालाई नै गहिरो असर गर्छ। नेटिभ्सहरू प्रविधिसँग जन्मजात नै अभ्यस्त हुन्छन् नि, तर इमिग्रेन्ट्सहरूले जति नै सिके पनि उनीहरूमा प्रविधिको त्यो पुरानो झल्को वा भनौँ प्री डिजिटल एक्सेन्ट अलिकति भए पनि बाँकी नै रहन्छ। हामी प्राय डिजिटल डिभाइड भन्नाले इन्टरनेट वा कम्प्युटरको पहुँच नहुनुलाई मात्र बुझ्छौँ होइन त? तर मिडिया सिद्धान्तकार हेनरी जेन्किन्सले पार्टिसिपेसन ग्याप अर्थात् सहभागिताको खाडल भन्ने निकै महत्त्वपूर्ण अवधारणा ल्याएका छन्। उनी भन्छन् पुस्तकालय वा विद्यालयमा एउटा कम्प्युटर हुनु मात्र पर्याप्त छैन। साँचो अर्थमा डिजिटल साक्षर हुन त प्रविधिको निरन्तर र निर्बाध रूपमा प्रयोग गर्न पाउनुपर्छ, जसलाई उनले पार्टिसिपेसन ग्याप भनेका छन्। पहुँच हुनु एउटा कुरा हो, तर त्यसलाई बुझेर निरन्तर सहभागी हुने क्षमता नहुँदा मानिसहरूको विकासमा ठूलो असर परिरहेको छ। यसले हामीलाई तेस्रो खण्डमा डोर्याउँछ, विश्वव्यापी शिक्षामा सुधार। अब एउटा ठ्याक्कै मिल्ने शैक्षिक केस स्टडी हेरौँ, नेपालको। नेपालले अहिले 21औं शताब्दीका सिपहरूलाई सम्बोधन गर्दै आफ्नो पाठ्यक्रम नै आधुनिकीकरण गरिरहेको छ। बदलिन्दो विश्वव्यापी परिदृश्यलाई मध्यनजर गर्दै शिक्षाको प्राथमिकतालाई नै यसरी राष्ट्रिय स्तरमा पुनर्विचार गर्नु साँच्चै नै निकै ठूलो कदम हो। र यसले उत्कृष्ट रूपमा स्पष्ट पार्छ परम्परागत शिक्षण शैली र आधुनिक आवश्यकता बीचको आकाश जमिनको फरकलाई। परम्परागत शिक्षा भन्नाले रट्ने विद्या, परीक्षा केन्द्रित र सीमित शास्त्रीय विषयहरू मात्रै हुन्थे नि, तर आजको माग भनेको योग्यता आधारित शिक्षा, आलोचनात्मक सोच, विश्वव्यापी चेतना र डिजिटल एकीकरण हो। यो रूपान्तरण नेपालको मात्र होइन, संसारभरिकै शिक्षा प्रणालीले आज सामना गरिरहेको एउटा अपरिहार्य यात्रा हो। चौथो खण्ड, कार्यान्वयनका चुनौतीहरू पार गर्ने। सुन्दा त यो सब एकदमै राम्रो लाग्छ, तर व्यवहारमा नेपाल जस्ता देशहरूमा प्रविधि भित्र्याउन त्यति सजिलो पक्कै छैन। यहाँ गम्भीर बाधाहरू छन्। पहिलो कुरा, पूर्वाधारकै अभाव छ। कतिपय ग्रामीण क्षेत्रमा त अझै बिजुली र इन्टरनेट भरपर्दो छैन। दोस्रो, शिक्षकहरूलाई आधुनिक शिक्षण विधिको तालिम पुगेकै छैन। र तेस्रो, हाम्रा नीतिगत तथा प्रशासनिक ढिलासुस्ती। सोचौं त, तालिम प्राप्त शिक्षक र आधारभूत पूर्वाधार बिनै आधुनिक डिजिटल शिक्षा लागू गर्न खोज्यो भने के होला? यसले त समाजमा भएको खाडललाई पूर्नुको सट्टा झन् फराकिलो पो बनाउने जोखिम रहन्छ। र अन्तमा 5औं खण्ड, द डिजिटल क्रिएटर टुलकिट। त्यसैले यहाँनिर बुझ्नै पर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको के हो भने डिजिटल साक्षरता भनेको जानकारी उपभोग गर्नु मात्रै होइन, प्राप्त जानकारीलाई प्रभावकारी रूपमा सञ्चार र प्रस्तुत गर्नु पनि हो।
युट्युब जस्ता प्लेटफर्ममा शैक्षिक सामग्री बनाउने क्रिएटरहरूले दर्शकको ध्यान तान्न अचूक सूत्रहरू प्रयोग गर्छन्। जस्तै 5 जान्नै पर्ने कुराहरू बताउन SCQA सिनारियो क्वेशन एन्सर एन्ड सोल्युशन्स फ्रेमवर्क, सामान्य गल्तीहरू केलाउन पास्टर सूत्र, स्टेप बाई स्टेप गाइडको लागि AIDA अटेन्सन, इन्ट्रेस्ट, डिजायर एन्ड एक्सन, अनि यो नगर्नुस् यो गर्नुस् भन्न पिरामिड सिद्धान्त। खासमा डिजिटल साक्षरतालाई व्यवहारमा उतार्नु भनेकै यही हो। अब अगाडि बढौँ र हेरौँ यसले कसरी काम गर्छ। क्रिएटरहरूले त्यसै हावाको भरमा कन्टेन्ट बनाउँदैनन्। उनीहरू युट्युब स्टुडियो एनालिटिक्सभित्र छिर्छन्, पछिल्लो 365 दिनको डेटा डाउनलोड गर्छन् अनि त्यसलाई ChatGPT वा जेमिनी जस्ता AI टुलमा हालेर कुन सामग्रीले राम्रो गरिरहेको छ भनेर गहिरो विश्लेषण गर्छन्। अनि त्यही आधारमा पोमोडोरो प्रविधिको प्रयोग गरेर एकैपटक धेरै स्क्रिप्टहरू लेख्छन्। यो भनेको डिजिटल डाटाको मूल्याङ्कन र सञ्चार गर्ने एउटा साँच्चीकै गजबको उदाहरण हो। अन्तमा एउटा निकै गम्भीर प्रश्न खडा हुन्छ। जसरी अहिले आर्टिफिशियल इन्टेलिजेन्स अर्थात् AIले मानव बुद्धिको हुबहु नक्कल गरिरहेको छ, यसले भविष्यमा साँचो अर्थमा डिजिटल रूपमा साक्षर हुनुको परिभाषालाई कसरी बदल्नेछ त? AIले ल्याएको यो पुरै नयाँ मिडिया प्लेटफर्मले हामी सबैलाई नयाँ अभ्यास, नयाँ दृष्टिकोण र नयाँ नैतिक मूल्याङ्कनहरू गर्न पक्कै पनि बाध्य बनाउनेछ। यो हामी सबैले सोच्नै पर्ने विषय हो। आजको यो एक्सप्लेनरमा हामीसँगै जोडिनु भएकोमा धेरै धेरै धन्यवाद।